हेलो एभ्रिवान, वेलकम टु माई च्यानल र फेसबुक पेजमा तपाईहरुलाई स्वागत छ। नमस्ते सबैजनालाई। फेरि आज तपाईहरुको बीचमा एउटा भिडियो, अलिकति जानकारीमूलक भिडियो पनि, अलिकति गिटारको बारेमा। यदि तपाई गिटार किन्नलाई इच्छुक हुनुहुन्छ र चाहना गरिराख्नु भएको छ भने तपाईको लागि सानो सुझावको भिडियो बनाऊ कि भन्ने हिसाबले चाहिँ एउटा गिटार लिएर बसेको छु म। हेर्नुस् है, राजा एकदम बिगिनरबाट नै म सुरु गर्नेछु। यदि तपाई बिगिनर गिटार सिक्न चाहनुहुन्छ र बिगिनर हुनुहुन्छ भने कुन रेन्जको गिटारबाट जाँदा म बेस्ट होला भन्ने कतिचोटि तपाईलाई लाग्न सक्छ। अनि अब राम्रो गिटार किनेर राम्रो हुने हो कि या धेरै पैसा खर्च गरे भने या त कम गरे भने राम्रोसँग सिक्न सकिन्न भन्ने कुराहरु चाहिँ हुँदैन। विशेष गरी यदि तपाई बिगिनर हो भने म त धेरैलाई रेकमेन्ड गर्छु तपाईको सामान्य गिटारबाट जान सक्नुहुन्छ भनेर चाहिँ रेकमेन्ड प्रायलाई मैले गर्ने गर्दछु। किनभने केही समयपछि तपाईले सिकिसकेपछि केही समयपछि फेरि तपाईलाई अपग्रेड गर्न मन लाग्छ। त्यो कारणले गर्दा र कतिजनाले चाहिँ अलिकति राम्रो गिटारहरु पनि बजाउने या लिने कोसिस गर्नुहुन्छ। र पहिलो कुरा त तपाईको उद्देश्य क्लियर हुनु पर्यो, के को लागि हो। सिक्नको लागि हो भने तपाईले त्यो अनुसार गिटारहरु किन्न सक्नुपर्छ। र यदि होइन तर अब प्रोग्रामहरु पनि बजाउने हो भने चाहिँ अलिकति यो भन्दा अपग्रेड गरेर माथि गिटार पनि जान सक्नुहुन्छ है। यहाँ मसँग चाहिँ इन्जिन गिटार तपाईको छ। यदि तपाई चाहिँ 6000 को रेन्ज भित्र नै गिटारहरु तपाईले लिनु पर्ने छ, मलाई आवश्यक पर्ने छ भन्ने भयो भने तपाईलाई यो गिटार चाहिँ बेस्ट गिटार हुन्छ जस्तो लाग्छ हैन। 6000 को रेन्जमा तपाईको इन्डियन गिटारहरु तपाईले प्रशस्त गिटारहरु पाउनुहुन्छ। हामीसँग थुप्रै मोडलहरु, थुप्रै गिटारहरु पनि छ जुन गिटारलाई तपाईले बजाउन सक्नुहुन्छ। राम्रो छ है, राम्रो गिटारहरु मध्येमै पर्छ र तपाईले बजाउन सक्नुहुन्छ। र सबै गिटार आफ्नो ठाउँमा बेस्ट नै हुन्छ, यसको प्राइस अनुसार, क्वालिटी अनुसार, बनावट अनुसार नै र बडीले पनि यसको फरक पार्छ। तर सिक्नको लागि चाहिँ बेस्ट गिटार भन्छु चाहिँ इन्डियन गिटारहरु होस् चाहे चाइनिज गिटार होस्। म तपाईलाई त्यो गिटारहरु पनि देखाउँदै छु। र मसँग अर्को यहाँ चाइनिज गिटार पनि छ जुन गिटारलाई बाट पनि हामीले सिक्न सक्छौं। त्यही रेन्जकै हो, त्यही रेन्जकै गिटार हो हैन। एकदम हेर्दाखेरि राम्रो देखिने 38 इन्चको गिटार हामीसँग छ जुन चाहिँ 6000 कै रेन्ज भित्र पनि तपाईले चाहिँ यो गिटार पनि बजाउन सक्नुहुन्छ। यदि मैले ट्युन गरेको छैन यो, तर एकदम राम्रो गिटार तपाईले चाहिँ पाउन सक्नुहुन्छ। भनेपछि तपाईको प्राइस अनुसारको गिटार तपाईले पाउन सक्नुहुन्छ। र उद्देश्य यो हो तपाईले के को लागि त्यो चाहिँ गिटार किन्दै हुनुहुन्छ। यदि तपाईले प्रोग्रामहरुमा बजाउने हो भने यो गिटारहरुमा नजानुस् भन्छु। किनभने यो गिटारमा त्यति धेरै राम्रो इफेक्टिभ आवाज हुँदैन, किनभने इक्वलाइजर लागेको हुँदैन, सामान्य इक्वलाइजरहरु हुन्छ, यसले काम गर्दैन, जो कारणले तपाईलाई चाहिँ इफेक्टिभ नहुन सक्छ। तर तपाई बिगिनर हो भने 6000 सम्मको रेन्जको गिटारहरु तपाईको लागि बेस्ट गिटारहरु, तपाईको लागि बेस्ट गिटारहरु हुन्छ जुन चाहिँ बजारमा तपाईले राम्रोसँग पाउन सक्नुहुन्छ। कुनै पनि म्युजिक शपमा तपाईले पाउन सक्नुहुन्छ। विशेष गरी तपाई टिकापुर एरिया नजिक हुनुहुन्छ भने त तपाईको लागि अझै बेस्ट अप्सन चाहिँ तपाईले आएर हेरेर राम्रोसँग 6000 रेन्ज भित्र पाउने गिटारहरु तपाईले हेरेर मज्जाले तपाई बिगिनर हो भने सिक्न सक्नुहुन्छ, लिन सक्नुहुन्छ। तपाईले व्यक्तिगत पनि लिन सक्नुहुन्छ, सहजको लागि सिकाउनको लागि लिन सक्नुहुन्छ। यदि तपाई आउनु भयो भने हामी चाहिँ तपाईलाई राम्रो गिटार रेकमेन्ड पनि गर्नेछौं र तपाईको प्राइस अनुसारको गिटार तपाईलाई भन्ने पनि छौं र साथै सेवा सुविधा पनि दिनेछौं। यदि तपाईले चाहिँ गिटार लिनलाई आउनु भयो भने यदि तपाईले चाहिँ हाम्रो पेजलाई लाइक गर्नु भएको छ, फलो गर्नु भएको छ फेसबुक पेजलाई भने तपाईलाई अझ हामी केही % डिस्काउन्ट पनि दिन्छौं है। त्यो चाहिँ नबिर्सिनु होला। र फेरि अर्को भिडियो लिएर आउने छु है। अलिकति राम्रो गिटारहरु तपाई कुनसम्म जान सक्नुहुन्छ प्राइस रेन्जमा त्यो पनि म लिएर आउने छु। कस्तो लाग्यो सुझाव दिन नबिर्सिनु होला, कमेन्ट गर्न नबिर्सिनु होला। र तपाई बिगिनर हो भने दिस इज द बेस्ट गिटार है। यो चाहिँ बेस्ट गिटार हो। यो गिटार 6000 को रेन्जमा इन्डियन गिटारहरु अनि थुप्रै मोडलहरु छ हामीसँग। त्यो गिटार चाहिँ तपाईको लागि बेस्ट गिटार हुन सक्छ। हस् त, धन्यवाद। फेरि अर्को भिडियोमा भेट्ने छौं। ओके, बाइ बाइ।